गेट रेडी विथ मी। आज चाहिँ हाम्रो दिवालीको दिन हो। सो मैले चाहिँ अगाडि नै प्राइमर साइमर सब जहिले म चाहिँ बिर्सिरहन्छु कि यस्तो गरौँ यस्तो गरेर भिडियो बनाऊँ भनेर। मैले चाहिँ सबै बिर्सिरहन्छ। सो सम्झेर चाहिँ मैले प्राइमर साइमर सबै लगाएर अनि बल्ल गर्न लागेको। अनि म चाहिँ अब फाउन्डेसन लाउँदैछु लोरियल प्यारिसको। अनि त्यही हो, आज हाम्रो चाहिँ कुलदेवताको पूजा भएको भएर मलाई चाहिँ आज किन यति धेरै राम्री बन्न मन लागेर होइन, पुरा के हुन्छ नि लाइक यति राम्री बन्न मन लागेको भएर मैले चाहिँ मेकअप सेकअप सबै गरेँ। अनि अब त्यही हो, के भन्नु, यस्तै हो, केटी मान्छे भएपछि त राम्री हुनै पर्यो नि, राम्री बन्नै पर्यो नि होइन। अनि यो चाहिँ मेरो म्याटको यो आइब्रोजको हो कि, यो चाहिँ मेरो बाहिरबाट आएको लगभग 6 इयर भयो, तर अहिलेसम्म स्टिल मसँग छ क्या होइन। अनि मलाई चाहिँ अति मनपर्छ क्या यो चाहिँ। अनि सो मलाई चाहिँ आज हल्का न्युड कलर गर्न मन नभएर मैले चाहिँ न्युड कलर गर्दैछु। हल्का मेकअप कहाँ चाहिँ जाने हो र, घरमै हो भए पनि यसो मान्छेहरू आउँदाखेरि चाहिँ ओहो कति राम्री भएर बसेको भन्नुहोस् न भनेर के त्यही हो, हल्का फुल्का राम्री हुँदैछु। राम्री त भन्नै पर्यो, आज कुलदेवताको पूजा हो त्यही भएर। अनि केटी मान्छे भएपछि कस्तो नक्कली हुँदो रहेछ है, नक्कल पार्नै पर्ने कि केही छैन, राम्री बन्नुपर्छ, अरूलाई भए पनि देखाउनलाई भए पनि भनेर म चाहिँ राम्री बन्न थालेँ। अनि मैले चाहिँ यो न्युडको हल्का गरेर आई स्याडो लगाएँ अनि ब्लेन्ड गरिसकेपछि त्यही हो, राम्री बन्न खोजेको। अनि अर्को आयो, मलाई चाहिँ अब हल्का कर्नरमा, मैले भने नि मलाई अर्को मेरो भिडियोमा पनि भनेको थिएँ, कर्नरमा चाहिँ मलाई हल्का वाइट मनपर्छ। सो वाइट लगाएँ। अनि त्यसपछि मैले चाहिँ खास आँखामाथि गाजर लगाएको थिएँ, देखाउनु बिर्सेछु। सो मैले चाहिँ मस्कारा लगाइदिएँ। मस्कारा मजाले लोरमा र उसमा लगाएपछि चाहिँ मलाई चाहिँ हल्का भोल्युम भएको मनपर्छ क्या। अनि मसँग चाहिँ आई कल थिएन, सो मैले चाहिँ हातले नै फर्काएको मनपर्छ क्या मलाई चाहिँ। अनि त्यही हो, अनि पछि चाहिँ अब कन्ट्रोल गर्नु पऱ्यो भनेर चुच्चो सार्प फेस देखाउनु पऱ्यो नि त। अनि राम्री हुनु पऱ्यो, राम्री भएपछि यस्तै हो हेर्नु, कुलदेवताको पूजा हो। कुलदेवताको पूजाको लागि चाहिँ म राम्री बनेर चिटिक्क बनेर यहाँ बुढाले कतिखेर लिन आउँछ भनेर वेट गरेर बसिरहेको। खै बुढा भन्ने मान्छे नै आउँदैन त, के भएको हो। अनि मेरो फेभरेट पार्ट आयो, यो चाहिँ होइन सरी, यो चाहिँ हल्का पिङ्की के पिङ्की